आज हामी बाटोमा छौं, बेदेवेना भेट्न जाँदैछौं। मनभरि उत्साह छ, आँखामा मिठा सपना। कति रमाइलो होला फेरि भेट्दा आफ्ना सबैजना। हामी आउँदैछौं, पर्खनु है, माया लिएर आउँदैछौं।
भेटिन्थ्यो घरको आँगनमा हाँस्दै सपनाहरू बुन्थ्यौं हामी नजिकै आफ्ना मान्छे हुँदा सबै दुःख हराउँथ्यो हामी ओहो ती दिनहरू कति राम्रा थिए हाँसो र आँसु बीच जीवन सजिएका थिए परिवार र आफ्ना मान्छे मेरो संसार थिए ती सम्झना कहिल्यै मुटुबाट हराउँदैनन् हे अब खाँदै खाँदै आउनु नि त भोलि बस्नु झ्यापो बस्नु खानु भिडियो गरेको गरेके सबै आयो कुरा जति पर्यो कुनै चौकी बिमारी चौकी आयो न कुनै चौकी कता बिर्सिहाल्यो कि सँगै गाउनु ल यो गीत सँगै गाउनु ल भनेको मायाको बेसी त भन्दैन त्यहाँ म त्यतै जाँदैछु बाटो छोड्नेर बिना पनि ठाउँमा हाम्रो दिदीले ठिकै हो त्यस्तो सबै बिर्सिया त्यसो
Có gì thế giờ người làm lấy được công ty người ta lấy cái đâu पढ्दैन अब त्यो बिना गाउनु मेरो कहिले आँसु दुवै मिसिएको समय सानो झगडा फेरि मिलनन् त्यो माया नै त थियो है राति बसेर कुरा गर्दा समय नै बिर्सिन्थ्यौं एकअर्काको साथमा सबै पीडा हराउँथ्यो आज टाढा भए पनि मन भने नजिकै छ ती पलहरू सम्झिँदा आँखा भिज्छ तर मिठास छ ती दिनहरू कति राम्रा थिए हाँसो र आँसु बीच जीवन सजिएका थिए परिवार र आफ्ना मान्छे मेरो संसार थिए ती सम्झना कहिल्यै मुटुबाट हराउँदैनन् हे जिन्दगीले जहाँ लैजाओस् ती पलहरू साथमै छन्
माया र सम्झना सधैँ मेरो मनमै छन्। त्यहाँबाट हामीले यता बोल घरमा आइपुगेर बल्ल बल्ल आज आइपुग्यो आमा बाबाले लिएर भातै दिन भन्दै थियो। धन्यवाद त्यति भनिदिएको लागि बाउलाई पनि धन्यवाद त्यति भनेको लागि। बाउ अचार अलिक हालिदिउँ त्यो पुवा पनि खानु। त्यसो गर्दाखेरि चाहिँ त्यहाँबाट सिधै तल घर्दाखेरि चोपख डाँडा भन्ने घर्दाखेरि तल सल्लेरी भन्ने चाहिँ हाम्रो चिया साइनले पनि हो कि अहिलेदेखि अलिकति मन्दिर चाहिँ तपाईँहरूको घर थियो सबै जानेको छ यसरी पुरा ठ्याक्कै यहाँ मिल्यो हाम्रो एकै गाउँको जेठाली पुरा गर्दै जेठी छोरी उठी छोराको मेरो त आमा बाबु मरे त्यही पाटोमा उलो झर्ने पाटेको यसो पाटोमा अलिअलि चाल पाउँछु अन्त त्यतिखेर आमा मऱ्यो। ढाट्ने कुरा आएन यहाँ। मैले भनेको कुरा पत्ता पनि छ भने तिम्रो कुनै पनि त्यसरी टङ्गो टङ्गो आउँछ मैले केटाकेटी आमा बाबु मरिहाल्यो सबै मामाहरूले नै मलाई उहाँ गोठमा लान्थेँ त गोठमा म केटाकेटी गोठमा अझै थाहा छ नि हिँडदेखि माथि ल्याउँथ्यो भने आज 10 मिनट अगाडि चाल्नु यहाँ चाल्नु अन्त पुरानो चिन्जान रहेछ बाउ अरूको मान्छेको त छिटो बुढो हुन्छ अरे केही भन्छ नि तर यसो रोगै नराख्नु हुन्छ
कामै गरेर तिरेर गरेर खुली छ्यामा त उहाँको जेठ दाजुले बिहे गरेको खुली छ्यामा त्यो जेठी भाउजू चाहिँ मैले जेठी भाउ चाहिँ मैले दुध खाएको उनको साया सर्दा पाएर दुध खाएको ल सँगसँगै संसारको दावाले हो अब म पनि गर्छु न नमस्ते लडिहाल्छु न कोही भन्दै आउनुको लागि सहायता गर्नुभयो यतिका दिनहरूसम्म प्रभु एक दिन दुई दिन हामीसँग उनीहरू बिताउनु भयो प्रभु आजको दिन फेरि पनि उहाँहरू फर्केर जानुहुँदैछ उहाँहरूलाई बाटोघाटोमा सुरक्षाको साथमा उहाँ पुर्याउनुहोस् प्रभु आफ्नो घरमा पुगेर पनि प्रभु तपाईँलाई धन्यवाद चलाउन सकुन् प्रभु ड्राइभरको आफ्नो गाडी चलाउने छोराको साथमा तपाईँ रहनुहोस् आफ्नो छोरीलाई पनि प्रभु धेरै बिराम हुन्छ उल्टीहरू भइरहन्छ प्रभु त्यसबाट तपाईँले जोगाउनुहोस् तपाईँले सुरक्षा राख्नुहोस् प्रभु तपाईँलाई सुरक्षाको साथमा आफ्नो छोराछोरी उहाँ पुग्न सकुन् प्रभु तपाईँलाई म धन्यवाद चलाउँछु परमेश्वर पिता विशेष गरी हामी यति प्रार्थना आशिषमा येशूको नाम चाहन्छु घर अहिले खाली छ तिम्रो स्वर छैन फोनमा तिम्रो नाम छ तर आवाज छैन हातमा बस सम्झना मात्रै बाँकी छ आँखा भरिन्छ तर तिमी यहाँ छैन तिमी बिना समय पनि रोकिन्छ जस्तो मुटुभित्र घाउ अझै ताजा जस्तो तर मनमा एउटा सानो आशा छ झै एक दिन भेट हुन्छ भन्छु त्यो स्वर्गमै तिमी टाढा भए पनि माया मर्दैन यो यादले तिमीलाई कहिल्यै छोड्दैन